नमस्कार दर्शक महानुभावहरू, यहाँलाई आगम टिभीमा हार्दिक स्वागत गर्दछु। विक्रम सम्वत 2081 सालको पञ्चाङ्गलाई हेर्ने भने वर्ष लग्न कुण्डली, त्यस्तै गरी तपाईँको जग लग्न कुण्डलीको सुरुवात धनु लग्नबाट सुरुवात भएर यसको स्वामी बृहस्पति पञ्चम भावमा बसेको देख्न सकिन्छ। त्यसैले जो मिथुन राशि हुनुभएका दर्शक महानुभावहरू हुनुहुन्छ, यहाँहरूको लागि 2081 साल सामान्य फलदायी वर्ष रहनेछ। विशेष गरी यहाँहरूको एउटा मान सम्मान बढेर जान सक्ने खालको, पिताको सुख बढेर जान सक्ने, कर्म सिद्धि रहने खालको समय यहाँहरूको लागि रहनेछ। त्यस्तै गरी यहाँहरू जो राज्य निकट काम गर्नुहुन्छ, सरकारी सेवामा हुनुहुन्छ भने पनि यहाँहरूको लागि यो वर्ष विशेष रहनेछ। त्यस्तै गरी तपाईँको व्यापार व्यवसायका कुराहरूमा पनि वृद्धि भएर जान सक्ने, एउटा आर्थिक उपार्जन गर्न सक्ने सम्मको समय यहाँहरूको लागि रहनेछ। त्यस्तै गरी एउटा प्रवासको बसाइ छ र विदेशमा बसेर जस्तो लक्ष्य उद्देश्य बनाएर अगाडि बढ्दै हुनुहुन्छ त अवश्य पनि यस्ता व्यक्तिहरूको एउटा कर्मठता, त्यस पछाडि आफ्नो एउटा कर्तव्य पालनले गर्दाखेरि चाहिँ यो साल यहाँहरूको लागि उत्तम रहनेछ। तपाईँको शरीर, वर्ण, आकृति, यश, मान, गुणत्व, विवेक शक्तिले गरेका कार्यले पक्कै पनि यहाँहरूलाई दीर्घकालीन सुख दिने खालको समय 81 साल रहनेछ। त्यस्तै गरी यहाँहरूको लागि एउटा आयु बढेर जान सक्ने, धैर्य, विवेकता र रोग प्रतिरोधात्मक क्षमता बढेर जान सक्ने समय पनि यहाँहरूको लागि 2081 साल रहनेछ। त दर्शक महानुभावहरू, शनि र केतु अनि त्यस्तै गरी बृहस्पति ग्रह अशुभ रहनाले अलिकति तपाईँहरूलाई भय, डर अनि त्यस्तै गरी त्रासको समय रहन सक्ने भएकाले विशेष गरी जोगिएर अगाडि काम गरिदिनु भयो अथवा निडरताका साथ काम गरिदिनु भयो भने पनि यहाँहरूका लागि राम्रो रहनेछ। त अवश्य पनि मिथुन राशि भएका जो जातकहरू हुनुहुन्छ त यो वर्ष शनि ग्रहले सकारात्मक फल दिनेछ भने अवश्य पनि यसले धैर्य, धामी, आयु, गति र न्याय बढाएर जान सक्ने समय रहन सक्ने हुन्छ। त यो वर्ष मनमा अनेकौं तर्क खुल्दिरहरू उत्पन्न हुन सक्ने, एउटा ठोस निर्णय लिन नसक्ने खालको समय रहेकाले चौतर्फी रूपमा एनालाइसिस गरेर अगाडि बढिदिनु भयो भने यहाँहरूको लागि विशेष रहनेछ। त यहाँहरूलाई हामीले वैशाख महिना अथवा जेठ महिना यसरी एउटा मासिक रूपमा एउटा सूर्यका आधारमा तपाईँको राशिफल गणना गर्दाखेरि चाहिँ विशेष गरी वैशाखमा अप्रत्याशित धन लाभ हुन सक्ने खालको समय, त्यस्तै गरी ज्येष्ठमा दुःख कष्ट सहित अत्याधिक खर्च हुन सक्ने खालको समय रहने भएकाले विशेष ध्यान दिएर अगाडि बढ्नु होला। त्यस्तै गरी असारमा अलिकति स्थान परिवर्तन गराउने, जल यात्रा, वायु यात्राहरू गराउन सक्ने समय यहाँहरूका लागि रहनेछ भने साउनमा हानि नोक्सानी बढ्न सक्ने भएकाले सतर्क भएर अगाडि बढ्नु होला। भदौ महिना यहाँहरूका लागि विशेष धन लाभ हुन सक्ने खालको समय रहनेछ। त्यस्तै गरी असोजमा स्वास्थ्य सम्बन्धी समस्याहरू आउन सक्ने, कार्तिकमा आर्थिक सङ्कटहरू रहन सक्ने भने मङ्सिरमा चाहिँ यहाँहरूको लागि शत्रु नाश हुन सक्ने, एउटा विजय प्राप्त गर्न सक्ने समय यहाँहरूको लागि रहनेछ। पुषमा अलिकति मानहानि हुन सक्ने खालको समय अथवा पाप कर्ममा अथवा वैदिक कर्ममा मन जान सक्ने खालको समय पनि रहनेछ। माघमा भने स्वास्थ्यबारे चिन्ता रहन सक्ने खालको समय, त्यस्तै गरी फागुनमा भने अलिकति ईर्ष्या, डाहा, एउटा जियलस प्रवृत्तिको भावना विकास हुन सक्ने खालको समय रहनेछ भने चैतमा चाहिँ हरेक कामहरूमा सफलता मिल्न सक्ने समय यहाँहरूका लागि रहनेछ। यो वर्ष एउटा नयाँ कार्यको सुरुवात गरिदिनु भयो भने पनि यहाँहरूको लागि राम्रै हुनेछ भने वैदेशिक यात्राको अवसरहरू मिल्ने, नयाँ कार्यको सुरुवात रहने खालको समय रहनेछ। त्यस्तै गरी यहाँहरूका लागि देवगुरु बृहस्पति वैशाख 17 गतेदेखि खर्च भावमा जाने अथवा हानि नोक्सानीको भावमा जाने हुँदा यो वर्ष विद्या, धन आर्जनमा सन्तोषजनक उपलब्धि नहुन सक्ने भएकाले विशेष ध्यान दिएर अगाडि बढ्नुभयो भने यहाँहरूका लागि राम्रो हुनेछ। त्यस्तै गरी लकी नम्बर छान्दै हुनुहुन्छ भने अवश्य पनि जो महानुभावहरू मिथुन राशि हुनुभएको छ, मिथुन राशिको स्वामी बुध चाहिँ केन्द्र भावमा बसेको छ, पञ्चम र नवम भावमा बसेको छ भने अवश्य पनि यहाँहरूले 3 नम्बर र 6 नम्बर छानेर अगाडि बढिदिनु भयो भने यहाँहरूको लागि राम्रो हुनेछ। त्यस्तै गरी एउटा काम गर्ने हिसाबले एउटा दक्षिण पश्चिमको दिशामा गरेका कामले यहाँहरूलाई फलदायी खालको एउटा आउटपुट राम्रो दिन सक्ने खालको समय रहनेछ। त अवश्य पनि यहाँहरू मिथुन राशि हुनु जो भएको छ अवश्य पनि यो वर्ष अलिकति हरियो कलरका अथवा हरियो रङका कपडाहरूको प्रयोग बढी गरिदिनु भयो भने यहाँहरूको लागि चाहिँ विशेष फलिफाप रहने खालको समय रहनेछ। त अवश्य पनि हामीले अघि पनि भनिहाल्यौँ, एउटा सूर्य कुण्डलीलाई हेर्दाखेरि विशेष गरी यहाँहरूका लागि ज्येष्ठ, असार, असोज र माघ महिना स्वास्थ्यका लागि प्रतिकूल रहन सक्ने भएकाले खानपिन, बाढी यात्रामा विशेष ध्यान दिनु होला भने वैशाख, भाद्र, मङ्सिर र चैत महिनामा यहाँहरूलाई अधिक लाभ हुने खालको समय रहनेछ।
त यो जानकारी हजुरलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै यदि यहाँहरू आफ्नो चिना कुण्डली देखाउन चाहनुहुन्छ बनाउन चाहनुहुन्छ रत्न वास्तु सम्बन्धी सेवा लिन चाहनुहुन्छ या पूर्वीय दर्शनका कुनै खोजी जिज्ञासाहरू छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। आजलाई भने यहाँहरूको समय उत्तम तरिकाले बितोस्, बहुजन हिताय र जगत कल्याण गर्ने प्रेरणा मिलोस् भन्ने कामनाका साथ म प्रस्तुता भने बिदा माग्न चाहन्छु। नमस्कार।